र यसमा उद्योगहरू चलाउनको लागि के छ त भन्दाखेरि मैले अघि भर्खरै यहाँ यसमा यहीँ बस्दा बस्दै यो मोबाइलमा के अरे च्याट जिपिटीलाई सोधेको कुनै पनि देशले विकसित देशहरूले कुनै पनि उद्योग धन्दाहरूलाई चाहिने कच्चा पदार्थहरू आयात गर्दाखेरि त्यो चाहिँ कर चाहिँ लगाउँछन् कि लगाउँदैनन् भनेर इम्पोर्ट ट्याक्स लगाउँछन् कि लगाउँदैनन् भनेर च्याट जिपिटीले सोधेको लगाउँदैन अरे। तर नेपालमा के छ त भन्दाखेरि उद्योगहरूलाई चाहिने कच्चा पदार्थमा ट्याक्स चाहिँ लाग्ने चाहिँ एकदम ठुलो ट्याक्स लाग्ने छ। म आफैले बेहोरेको हो वीरगञ्जको कृषि औजार कारखानालाई चाहिने उद्योगहरूलाई त्यो औजारलाई कारखाना चाहिने कच्चा पदार्थमा ल्याउँदाखेरि मैले ट्याक्स तिरिराखेको छ, हामीले ट्याक्स तिरिराखेको छ। अनि ट्याक्स तिरेपछि त्यो सामान जो उत्पादन हुन्छ महँगो हुन्छ। तर उताबाट बनाउ भएका कृषिका औजारहरू ल्याउँदाखेरि चाहिँ ट्याक्स चाहिँ लाग्दैन। यो चाहिँ एकदमै नमिल्ने कुरा छ।